बिहान उठ्दै 3 गिलास पानी खानुहोस्। शरीर भित्रैबाट अन हुन्छ। नुहाएर 1 गिलास पानी खानुहोस्। ब्लड प्रेसर नियन्त्रणमा रहन्छ। खाना खाएको 30 मिनेटपछि 2 गिलास पानी खानुहोस्। पेट सफा रहन्छ। सुत्नुभन्दा अगाडि आधा गिलास पानी पिउनुहोस्। हार्ट अट्याक आउने जोखिम घटाउँछ। पानी सही टाइममा पिउने गर्नुहोस्। औषधिको जरुरत हुने छैन। हाई ब्लड प्रेसर अथवा उच्च रक्तचाप किन हुन्छ? अत्याधिक नुन सेवन गर्दा, मधुमेह अथवा सुगर रोग, राति ढिलो भोजन गर्दा, माइग्रेन, भोजन छोड्दा, रक्त अल्पता अथवा एनिमिया, खाना खाने बेला चिया पिउँदा, अम्लपित्त, खाना खाने बित्तिकै पल्टिँदा, ग्यास्ट्राइटिस, छिटो छिटो खाना खाँदा, मुटु रोग, शारीरिक निष्क्रियता हुँदा, हड्डी कमजोर, घाम नलिँदा, चिन्ता, निरन्तर सामाजिक सञ्जालको प्रयोग गर्दा, अनिन्द्रा, राति अबेरसम्म मोबाइल चलाउँदा, बिर्सने रोग, घण्टौं टेलिभिजन हेर्दा, मृगौला या किडनीमा पत्थरी, पर्याप्त पानी नपिउँदा, भिटामिन डी को कमी, घरभित्र मात्रै बस्दा, कलेजोमा समस्या, प्रशोधित खाना खाँदा, दम, धुलोयुक्त वातावरणमा बस्दा, आन्द्रामा समस्या, पर्याप्त पानी नपिउँदा,